मुडुकु भन्ज्याङ आइपुगेका छौँ। अब चाहिँ हामी भुवनेश्वरी हुँदै माथि तारकेश्वर धाम हुँदै झन्डा पार्क हुँदै शान्ति धाम हुँदै ठ्याक्क फेरि के अरे माछा पोखरी गएर हाम्रो कार्यक्रम अन्त्य गर्छ। गरे पनि हामीले उसलाई च्यालेन्ज गऱ्यौँ। यसको श्रेय चाहिँ यहाँ हिरामणि सरलाई हो। मनमनै त के सोच्नु भएको छ फक्या भनिन्छ। हिरामणि सरले के भनिदिनु पर्नु ल के भन्नुहुन्छ? त्यस्तो भन्नु केही छैन, रमाइलो छ। रेनकोट लगाएर भए पनि हामी हाम्रो यात्रालाई एकदम होइन सफल होस् भन्ने हिसाबले अगाडि बढिरहेको छ। के खजाना भेट्नु भयो त? त्यहाँ छ हाँगो ल। कहाँ उता लानुभयो? म यहाँ ल्याउन आँटेको थिएँ। अगाडि 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 बढ्दै खाएको निस्केला यसले भएको छैन। अझ अझ एक पल्लो सुरु देखेँ भिडियो ल एक अझ यता फर्किने हो नि त। अनि उता बढ्नु बढ्नु एकछिन फेरि फेरि गर्नु त अघि हात छोड्नु त। मान्छे कडा कडा मारिदियो नि त्यो त ट्रेकिङै जोन भयो। लगाइदिनु कि यहाँ त टेकेर बसिराख्नु जस्तो यार। अनि गर्मी भएर होला है। धन्यवाद। एउटा डेस्टिनेसनमा पुग्यो। अब हामी 3टा ठाउँ जाँदैछौँ। अरू भन्नु जान्नु तारकेश्वर धाम, झन्डा पार्क, शान्तिधाम। शान्तिधाम कति टाइम लाग्छ? शान्तिधाम यहाँबाट झन्डा पार्क गयो। झन्डा पार्क शान्तिधाम त्यही 45 मिनटको दूरीमा होला। जङ्गलै आयो 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 ल ल हन्टिङ नम्बर 4 है हाम्रो ल। झोला राखेर खानु पर्यो यहाँ त। भागेपछि अब मलाई नि झ्याउ लाग्छ है सर। त्यो के पलम जस्तो हर्र त्यो हामी 5 माने भन्ने ठाउँ जाँदैछौँ। यो चाहिँ पहिला परापूर्व कालमा चाहिँ सर हिँड्दै गर्नु माने चाहिँ राखेको ठाउँ हो अरे होइन। हजुर हजुर ल अब त्यहाँ के छ हामी गएर हेर्दैछौँ। धन्यवाद। कस्तो दामी हो। अलि नजिक गएर सँगै सँगै दुईटा सँगसँगै। हामी चाहिँ अब तारकेश्वर धामतिर छिर्दैछौँ। हजुर यो तारकेश्वर धाम भनेको चाहिँ परापूर्व कालमा सत्ययुगमा महादेवले सतीदेवीको लास बोकेर हिँड्दै गर्दा शरीरको कुनै एउटा पार्ट खसेर बनेको चाहिँ शक्तिपीठ हो भन्ने एउटा मान्यता छ। ए ल पाहाडको नाम चाहिँ थाहा भएन कुन पाहाड टिक्रा सिक्रा के भने पाहाड। खोइ 3 4 5 6 7 फर्किँदा पनि डर लाग्नु रहेछ। अनि त्यस्तोमा चाहिँ कुना काप्चाउनु मजा अनि त्यो ठुलो दाइहरूले चाहिँ पुरै त्यो हल्लाएर बेसरी हल्लाएर त्यो पुरै झार
डाइट खानु पर्यो नि हिँड्दाखेरि होइन यो त पच्चाको खाएर त फाक्दै हुन्छ साथी मजा गोलो हरि 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 राम्रो छ पाइप बनेर उतावरी लालीगुराँस कहिले काफल खाऊँ काफल 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 क्या मिठो दामी थोरै छ थोरै थोरै भयो Final gates to open to a new tomorrow. Moving with the motion, following the Cuento mató más.